फोटोग्राफीको लागि एउटा वेडिङ्समा आएको थिएँ। यहाँनिर एकजना राम्रो गीत गाउँछ नि त भनेर एकजना भाइ टक्क खेतमा भेटाएँ मैले है। रोपाइँको बेला पनि छ आउँछु भन्नुभएको छ। यहाँ जोत्तै हुनुहुँदो रहेछ है। अनि भाइसँग भेट भयो, गीत गाउने कुरो गर्नुभयो। ल आउनु त ब्रदर। हेट कस्तो ह्यान्डसम हुनुहुन्छ है, काम गर्दा गर्दै आउनु भएको छ है। ल कस्तो मभन्दा ह्यान्डसम हुनुहुन्छ, तर बिहे चाहिँ गरेको छैन भन्नुहुन्छ। बिहे किन बिहे चाहिँ किन नभएको? अब अहिले नगरौँ होला कि अलिक पछि गरौँ होला, अहिले के गर्नु। यस्तो ह्यान्डसम हुनुहुन्छ, कपाल पनि कस्तो रातो ह्यान्सी रहेछ क्या। अझै यसलाई स्ट्रेट गर्न मिल्दैन? पार्लरमा जाने क्या मिल्छ नि? मिल्दैन। ब्युटी पार्लरमा जाने कस्तो राम्रो राम्रो मेकअप आर्टिस्टहरू हुनुहुन्छ, अनि गफसप गर्ने, हल्का कपाल स्ट्रेट गरिदिनु भन्नु नि त। अनि ल एउटा गीत गाउनु त सुनौँ, खतरा गीत ल। होइन यो होइन क्या, फैलियोमा होइन कि आधुनिक गीत क्या, रामकृष्ण ढकालको कुनै आउँछ? ओराली लागेको हरिणकै चाल भो, बाचुन्जेलसम्म पनि मरेकै हो। छल गर्यो मायाले, छल गर्यो मायाले, छल गर्यो मायाले, छल गर्यो मायाले। ओराली लागेको हरिणकै चाल भो, बाचुन्जेलसम्म पनि मरेकै हाल हो। छल गर्यो मायाले, छल गर्यो मायाले, छल गर्यो मायाले, छल गर्यो मायाले। हेट साह्रै राम्रो मिठो भोइस रहेछ। अनि घरमा चाहिँ को हुनुहुन्छ? कोही पनि हुन्न। बुवामै हुनुहुन्न? सुनाउनु त, सुनाउनु सुनाउनु न। के सुनाउनु? यो गीत